बौद्ध वैदिक बौन विभिन्न आयामका परम्पराहरूलाई आज जेनोसाइड गरिँदैछ। त्यस कारणले हामीलाई उठ्नु परेको छ। यहाँका संस्कृति, यहाँका सभ्यता, यहाँका माटोको धर्मलाई आततायीहरूले आयातितवाद सिद्धान्त, आयातित चेतनाले यहाँको चेतनालाई समाप्त गरिरहेको छ। त्यस कारणले 3000 वर्षदेखि हामी मौन थियौँ। हाम्रा गुरुकुलहरूमा राजनीतिक शास्त्र पढाइँदैनथ्यो। हाम्रा गुरुकुलहरूमा वेद, उपनिषद, पुराण र विश्व शान्तिको कामना र आफूलाई बोध गर्ने ज्ञान अहम ब्रह्मास्मिको बोध पढाइन्थ्यो। तर राजनीतिक शास्त्रलाई 3000 वर्षदेखि स्थगित गरियो सहमतिमा कि हाम्रो यात्रा शान्तिको, सद्भावको, कल्याणको, करुणाको, मैत्रीको यात्रा हो भनेर। तर फेरि 3000 वर्षमा के भयो भन्दाखेरि सभ्यतामाथि र विगत 3000 वर्षदेखिको यात्रामा आज वर्तमान जुन अवस्था छ, नेपालको चेतनाको जुन यात्रा छ, यहाँ रैथाने मुन्दुमी परम्परा, बौद्ध परम्परा र वैदिक परम्परा र 15000 वर्षभन्दा पनि लामो बौन परम्पराको जुन यो भूमिमा, यो तन्त्रले निर्माण गरेको भूमिमा कुनै तन्त्र स्वीकार्य छैन। यो हाम्रो सनातन तन्त्र, यो माटोको तन्त्र मात्र स्वीकार्य छ। त्यस कारणले आदरणीय उपस्थित महानुभावहरू, कार्यक्रमको बारेमा मैले यहाँहरूलाई जानकारी